के साँच्चीकै केटाकेटीहरू कलेज पढ्नलाई नै जान्छन् त? कलेज टुर स्क्याम। कलेजले भर्ना गर्ने बेलामा नै पोखरा लुम्बिनी लगिन्छ भन्छन्, तर लाने बेलामा चोबारको डाँडामा लगेर पनिर र भात खुवाउँछन्। नोट मात्र इम्पोर्टेन्ट, कसले कति सिक्यो कति जानेसँग मतलब हुँदैन। जसले सरले बोर्डमा लेखाएको चाँडोभन्दा चाँडो सेम टु सेम सार्यो त्यसको भ्यालु कलेजको टपरको भन्दा बढी हुन्छ। एक्स्ट्रा एक्टिभिटी, स्पोर्ट डे हुनलाई बोर्डिङ जान पर्ने रहेछ, आफू गइएन। अब कलेजमा त एक्स्ट्रा एक्टिभिटीको नाममा सरले कुट्न लागेको बेला यस्तो यस्तो छलले मात्र हुँदो रहेछ। इन्टरनल मार्क्सको धोका, कलेज अर्डिनेटर र सर मिलेर केही बदमासी गरिस् भने मार्क्स काटिदिन्छु भनेर वर्षभरि सातो खान्छन्, तर रिजल्ट आएको दिन सरको सातो जान्छ। 100मा 15 लिएर आएको विद्यार्थीको कति काट्नु। गुड फ्राइडे, हप्ताभरि हल्ला नै गरेर बित्छ, तर फ्राइडे आएपछि सरलाई आज गुड फ्राइडे त भन्नै पर्यो। त्यही पनि सरको मुडले बताउँछ के गर्ने आज भनेर। बुढीसँग झगडा परेको छैन भने फ्राइडे गुड हुन्छ, ट्याकट्याक टुकटुक परेको छ भने आजको दिन अरू दिनभन्दा बढी पढ्नुपर्छ। यति हो।